Oh my god. काश मैले यो कुरा आजभन्दा 5-7 वर्ष अगाडि थाहा पाएको भए यहाँहरुको र हामी धेरैको लाइफ टलक्कै टटिसक्थ्यो. Yes, I and many others would have been retired by now. यो AI को जमानामा कुन बेला हामी लेआफमा पर्छौं भनेर हामी धेरै जसो त्रसित हुनुको सट्टामा fully retired. अब तपाईको दिमागमा क्वेशन मार्क उठिरहेको होला, एउटा कौतूहलता भइरहेको होला, के कुरा गर्दै छु म भनेर. यसको लागि कृपया पूरा भिडियो हेरिदिनु होला. नमस्कार, मेरो नाम सुधांशु जोशी. म हाम्रो मातृभूमि नेपालमा चलचित्रमा अभिनय गर्दथे र एउटा चलचित्र मैले निर्माण पनि गरे. त्यहाँ केही समय काम गरे र फेरि मेरो स्कुल सेन्ट जेभियर्समा पढ्दादेखि नै मेरो साथीहरू धेरै भन्दा धेरै अमेरिकातिर पढ्न आइरहेका थिए र मलाई पनि पछि सिनेमा खेल्दा खेल्दै एकचोटि अमेरिका जाउँ न भन्ने रहर लाग्यो र मैले मिलाएर आए पनि. अनि यहाँ आएपछि फर्किने कि बस्ने भन्दा मैले आइटी र एक्टिङ पनि पढ्न सुरु गरेँ, साधारण काम गर्दै गरेर भन्नु पर्यो. अनि त्यसपछि के भयो भनेदेखि आइटी सकाएपछि एक्टिङको अलिअलि ट्रेनिङ गर्ने काम गर्ने भन्दा हुँदै आइटीमा मेरो फुल टाइम जब भयो. अब अहिले आइटी काम गरिसकेको 18-19 वर्ष भइसक्यो. त्यही पनि एकदमै मैले सोचेको जस्तो मलाई लागिरहेको छैन. मैले सोचेको यो लाइफ हैन. अलवेज म चाहिँ ठुलै सोचिरहेको हुन्छु, अझै धेरै के गरौँ भन्ने मेरो सोचाइ हुन्छ. त्यो क्रममा चाहिँ म एक्सप्लोर गरिरहेको हुन्थेँ. अलिअलि व्यवसायतिर पनि हात हालेँ. त्यो पनि आफूले भने जस्तो हुँदैन कहिलेकाहीँ. र यो दौरानमा मैले यस्तो एउटा प्लेटफर्म भेटेँ, यो चाहिँ अनलाइन डिजिटल बिजनेस. त्यो फिल्ड चाहिँ मैले भेटेपछि ओके गर्ने कि नगर्ने सुरुमा त मलाई एकदमै स्केप्टिकल भएँ म. अनि मलाई यो स्क्याम हो कि इज दिस अ लेजिटिमेट बिजनेस भन्ने मलाई फिल भयो. त्यही दौरानमा फेरि मेरो वाइफ रेणुले पनि यो बिजनेस त गर्नै पर्छ, किनभने हाम्रो सानो बाबु छ हैन, मम्मी बुढाबुढी भइसक्यो. त्यस कारणले हजुरले हामीले घर बसेर मम्मी बच्चालाई केयर गर्दै यो बिजनेस गर्न सक्छौँ. उसले भनेपछि फेरि मलाई गर्ने नगर्नु जस्तो नि भइसकेको थियो. त्यसपछि मैले आई डिड एक्सटेन्सिभ रिसर्च. बुझ्न थालेँ मैले के हो त, व्हाट्स गोइङ अन विथ दिस. इज इट लाइक फेरि त्यही यु नो स्क्याम अथवा यो के भइरहेछ भनेर बुझ्दाखेरि चाहिँ मलाई के फिल भयो